कसैले पनि थाहा पाउँदैन। चुपचाप मेरो भान्जीलाई कहाँ लुकाएकी छिस् भन्, नत्र तँलाई यहीँ ठाउँको ठाउँ गायब पार्दिन्छु। मलाई थाहा छैन। होइन भने जबरजस्ती मेरो भान्जीको जोडी त्यो रमेशसँग बाँध्नको लागि किन लागि परेको छ? त्यो त तेरो सानैदेखिको प्रेमी होइन? त्यसैको लागि त लोग्ने छोडेर यहाँ कि होइन? फेरि किन उसैसँग चुप लाएर बिहे गरेर घर जाउँ नबसाएर मेरो भान्जीको पछि लागिरहेछस्? अनुलाई रमेश र सीता मिलेर मामाको घरबाट भगाउँछन्। त्यसपछि सीताको घरमा गएर अब के गर्ने भनेर तीनजना सल्लाह गर्छन्। सीताले उनीहरूलाई त्यहाँबाट टाढा अन्त कतै गएर मामा माइजूले नदेख्ने ठाउँमा लुकेर बस्न भनी आफूसँग भएको केही पैसा उनीहरूलाई दिन्छन् र उनीहरू त्यहाँबाट जान्छन्। मामा माइजूले घरमा भान्जीलाई चारैतिर खोज्छन्। घरमा भान्जी नभएपछि रमेश र सीताले भान्जीलाई घरबाट भगाएको आशंकामा सीताको घरमा भान्जीलाई खोज्न दुईजना आफ्नो गार्डहरू सहित आफू पनि सीताको घरमा गएर सीतालाई थर्काएर मेरो भान्जी र रमेश कहाँ छन् निकाल नत्र तँलाई नै गायब गरिदिन्छु भनी थर्काउँछन्। मेरो भान्जीलाई कहाँ लुकाएकी छिस् भन्, नत्र तँलाई यहीँ ठाउँको ठाउँ गायब पार्दिन्छु। मलाई थाहा छैन। तर सीताले आफूलाई उनीहरूको बारेमा केही जानकारी नभएको बताउँछिन्। त्यसै बेला अनुको मामालाई कसैको फोन आउँछ र रोसीपारीको गाउँमा भान्जी र रमेश पुगेको जानकारी दिन्छन्। अनि मामाले तत्कालै आफ्नो केटाहरूलाई जसरी भए पनि भान्जीलाई लिएर आऊ, तर रमेशको चाहिँ हात खुट्टा भाँचिदेऊ भनी आदेश दिन्छन्। यसै बेला सीताले रमेश र अनुलाई बचाउन मैले देखेको छु, तिनीहरू कहाँ छन् तपाईँहरूलाई थाहा छैन, मलाई थाहा छ, म तपाईँहरूलाई लिएर जान्छु भनी आग्रह गर्छिन्। अनि अनुको मामा र माइजूले सीतालाई पनि सँगै जान अनुमति दिन्छन् र त्यहाँबाट जान्छन्। हिँड्दै जाँदा बाटोमा सीताले खुट्टा मर्केको भनी नाटक गर्छिन्। उता रमेश र अनु रमाइलो गर्दै हाँसखेल गर्दै त्यो ठाउँमा खुसी हुँदै बसिरहेको बेला रमेश बाटैमा निदाउँछ। रमेश निदाइरहेको बेला अनु बाहिर गएर हेर्दा अनुले त्यहाँ एउटा सुन्दर गाउँ देख्छिन् र त्यही गाउँबाट अनुले बिस्कुट र पानी लिएर आउँछिन्। उता भने रमेश निन्द्राबाट बिउजिएर हेर्दा अनुलाई देख्दैन र अनु हराई भनी खोज्न थाल्छ। त्यत्तिकैमा अनु पानी र बिस्कुट लिएर आइपुग्छिन्। पानी र बिस्कुट खाएपछि उनीहरू त्यो गाउँमा जान्छन् र बास माग्न थाल्छन्। रमेशले आफ्नो सबै लभ स्टोरी त्यहाँको मान्छेलाई सुनाउँछन्, तर उनलाई यसरी आफ्नो मालिकको भान्जी भगाएको र मालिकलाई नै धोका दिएको भनेर बास दिन मान्दैनन्। अनि त्यहाँबाट अन्तै जान्छन्। अनुले हाम्रो सबै कुरा अरूलाई सुनाउनु पर्छ भनी रमेशलाई कराउँछिन्। अब यसरी जसलाई पनि सुनाउनु हुँदैन भनी रमेशलाई सम्झाउँछिन्। यसै बेला सीता पनि त्यहीँ आइपुग्छिन्। सीताले दुईजना गार्डहरूलाई बाटैमा राखेर अनेक बहाना गरेर आइपुगेकी हुन्छन्। सीताले सबै कुरा रमेश र अनुलाई भन्छन् र त्यहाँबाट अगाडि बढ्छन्। यसै बेला एउटा घरमा एकजना भर्खरको मान्छेलाई दाम्लोले बाँधेर राखेको देख्छन् र अनुले मान्छेलाई यसरी दाम्लोले बाँधेर राख्न नपाउने कुरा गर्छिन्। त्यो घरबाट एकजना महिला बाहिर आउँछिन् र सबै कुरा भन्छिन्। त्यो महिला अरू कोही नभएर रमेशको आमा हुन्छन्। रमेशले आफ्नो आमालाई देख्ने बित्तिकै चिन्छ र आमाले पनि रमेशलाई चिन्छिन्। यसरी लामो समयपछि एउटा बिछोडिएको आमा छोराको भेट हुन्छ। यसरी यो सीता सिरियलको 126 भाग समाप्त हुन्छ। साथीहरू, अब आउने भागमा के होला त हेर्नको लागि हाम्रो च्यानल डुम इन्टरटेनमेन्टलाई सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।